हेर्नुहोस् हाम्रो लन्च टाइम भयो। आजको लन्च चाहिँ बाहिर गरेको हामीले। चमाले यहाँनिर चाहिँ सब्जी चाहिँ उयो हाल्नु हुँदैछ हो। यहाँ कोपी मटर आलुको सब्जी। कोपी मटर आलु उता दाल आमा दाल। आज कसैले मासु नखाने अरे त्यही कारणले गर्दाखेरि आज चाहिँ भेज भेज आज खाना भेज खानाको लागि आएको आज। ल गुरुजी भन्नुहोस् गुरुआमा। त्यही त मैले बनाएको मिठो मिठो सब्जी। त्यही त चढाउनु चढाउनुपर्छ सबैलाई। हेर्नुहोस् म पनि यहीँ छु अब। डल्ले पनि ल्याएको। यहाँ हाम्रो पानीको बोतल, यहाँ स्पटको गिलास। म तिमी के भन्नु चाहन्छौ? केही चाहदिनँ, बेसी मलाई नखिलाउनु न। लु बाँडीचुरी खाम है चमा। लु के भन्ने चमा? चमाले भन्नु कस्तो लाग्यो आज के भन्छ यहाँनिर अब जस्तो कि ड्राइभ पिकनिक जस्तो आएर? पुरा यस्तो डाँडा काँडामा म चढेकै थिइनँ, डर लाग्यो। डर लाग्यो परेको थियो। अब चमाको छोराछोरीहरूको यता डाँडा काँडामा बिहा पनि नहोस् अरे, आउनु पनि नपरोस् अरे। बिहा त घर सबैले गरिसक्यो। अब कसले चाहिँ कुन चाहिँ छोराछोरी चाहिँ निक्लाउने? छोरीको नाता नातिनीको नाता नातिनीको ल ल ठिकै छ ल।